हेलो दर्शन नमस्ते है साथीहरू सबैजनालाई गुटुल्नु लागेर आउनुहोला एक अर्कामा सबैलाई फेरि म आज न्यू भ्लग लिएर आएको छु सबैले साथ सपोर्ट माया गरिदिनु होला भनेर भन्न चाहन्छु मेरो आदरणीय मित्रहरू सबैजनालाई ल न्यू भ्लग लिएर आएको छु सबैजनाले माया गरिदिनु होला लाइक कमेन्ट गरिदिनु होला भनेर भन्न चाहन्छु गाइजहरूलाई सबैजनालाई त्यही भन्न चाहन्छु है साथीहरूलाई हजुरहरू सबैजना स्वस्थ मस्त रस्त हुनुहुन्छ होला भन्ने मेरो भनाइ छ। यहाँ चाहिँ साँझको 6:30 भइराखेको छ साथीहरू। म चाहिँ यसो एउटा सानो भ्लग बनाऊ यसो बाटोमा हिँड्दै गर्दा भनेर चाहिँ बनाउन आएको गाइजहरू। त्यही भएर सबैजनाले हेरेर साथ सपोर्ट गरेर माया गरिदिनु होला भनेर भन्न चाहन्छु है गाइजहरूलाई। मेरो भ्लगलाई चाहिँ सबैजनाले हेरेर साथ सपोर्ट गरिदिनु होला माया गरिदिनु होला भनेर भन्न चाहन्छु। ल गाइजहरू सबैजनालाई आउनु होला गुटुङ लागेर सानो पप्पीहरू। अब यहाँ ब्याक क्यामेरा गर्नुपर्ने ब्याकै हुँदैन के भिडियो बनाउनु। सबैजना आउनु होला सबैजना ट्याप ट्याप गरेर आउनु होला साथीहरू। एक अर्कामा जोइन गरेर आउनु होला प्लिज। एक अर्कामा जोइन गरेर आउनु होला प्लिज ल। एक अर्कामा जोइन गरेर आउनु होला। पप्पी दौडिँदैछ साथीहरूलाई गुटुङ लगाएर आउनु होला। आदरणीय मित्रहरूलाई गुटुङ लगाएर आउनु होला। लाइफमा कराए जस्तो कराइरहेको छु म चाहिँ भिडियो बनाउनु भने त लाइफमा कराए जस्तो कराइरहेको छु। लाइफमा कराए जस्तो कराइरहेको छु। हेर्नु साथीहरू यहाँ हेर्ने यहाँ हेरिरहेको छ बेबीले हेरिराखेको छ। त्यही भएर फेरि अर्को बेबी यता छ है। अर्को बेबी यता छ साथीहरू। यहाँ हेर्नुहोस् यो अर्को बेबी अर्को बेबी यता छ। ल साथीहरू धेरै दिनपछि भ्लग बनाउन आएको थिएँ। यसो यो रोडमा घुमेर अब अन्त बनाउँ भने कहीँ छैन बजारमा कहीँ छैन। त्यही भएर सबैजनाले साथ सपोर्ट गरिदिनु होला माया गरिदिनु होला भनेर भन्न चाहन्छु आदरणीय मित्रहरू सबैजनालाई ल। सबैजनालाई माया गरिदिनु होला भनेर भन्न चाहन्छु साथीहरू। अब केही दिनपछि नेपाल आइँदैछ गाइजहरू। त्यसपछि चाहिँ मजाले भिडियो बनाउनु पर्ला। अब आफ्नो सुन्दर नेपालमा भिडियो बनाउन पर्छ। अब यहाँ त के को भिडियो बनाउने होला। यहाँ के को भिडियो बनाउने एउटा अब एउटा कुकुर छ यहाँ त्यसैको भिडियो बनाए मात्रै। त्यो एउटा कुकुर छ त्यसैको भिडियो बनाए मात्रै साथीहरू। यहाँ अरूको भिडियो छैन साथीहरू। त्यही भएर भिडियो बनाउनु फाइदा छैन। त्यही पनि यसो अब यसो बनाए जस्तो त गर्नु पर्यो। बनाए जस्तो गरेर चाहिँ गर्नु पर्यो भनेर यसो बाटोतिर घुमेको साथीहरू के गर्नु। अब त्यही भएको कारणले गर्दाखेरि
कुरो यस्तै छ साथीहरू। अब हाम्रो चाहिँ तपाईँहरूको चाहिँ के कस्तो छ भनिदिनु पर्यो। तर यो भिडियोलाई चाहिँ लाइक कमेन्ट सेयर चाहिँ गर्नु होला है। साना बच्चाहरू छन् यतातिर है, लाइक कमेन्ट सेयर चाहिँ गर्नु होला भनेर भन्न चाहन्छु। लाइक कमेन्ट सेयर अवश्य गर्नु होला। लाइक कमेन्ट अवश्य गर्नु होला मित्रहरू। यतातिर आउन कुकुरको डरले आउनै मन लाग्दैन, यस्तो कराइ छ है। यसो रोटा हिँडेर एउटा दुईवटा भिडियो चाहिँ कहिलेकाहीँ महिना एउटा बनाएर हालौँ भनौँ। यता आउन मनै लाउँदैन डरले। के गर्नु साथीहरू, यस्तै छ। त्यही भएर यस्तै हो साथीहरू। अब यहाँ अँधेरो हुन थाल्यो है। अब अँधेरो हुन थाल्यो। अँधेरो भए पनि उज्यालै हुन्छ, लाइट हुन्छ।